कहाँ गएको अरे बाबा? कहाँ गएको? त्रिवेदी। Hello guys, we are going to Triveni. मजा आयो पूजा गर्नु? कति? नेपालीमा। नमस्ते सबैलाई, वेलकम ब्याक टु माई च्यानल। आज तपाईँलाई फेरि स्वागत छ मेरो नयाँ ब्लगमा है। आज मेरो बर्थडे छ होइन, त्यही कारणले म मन्दिर जाँदैछु साथीहरूसँग, बाबा भाइ अनि यहाँ मैले साथी लिनु आएको थिएँ। सो अहिले माथि भेटौँ। सो कुलेहरू अगाडि गइसकेको छ होइन। कुलेलाई चाहिँ मैले तल सम्झौँ भनेर रिक्वेस्ट गरेको थिएँ हो, किनभने बाबा पनि जाने भयो, बहिनी पनि जाने भयो, त्यहाँ कलेजको दुईजना बहिनीहरू पनि जाने भयो होइन। सो म र योगेन स्कुटीमा जान्छ। कहाँ गएको भने म अहिले भन्छु होला होइन। जान चाहिँ मन्दिरै गएको, तर कहाँको मन्दिर, किनभने योगेनको पनि भाकल थियो अरे, त्यही कारणले गर्दाखेरि त्यही मन्दिर जाउँ भनेर हिजो कन्फर्म भयो हो। सो भाइ बहिनीहरू के हो, योगेन र म चाहिँ यहाँबाट गएको, बहिनी बाबाहरू चाहिँ माथि हुनुहुन्छ, माथि नै भेट्नुपर्छ होइन। बाटो चाहिँ दामी छ यहाँनिर, बर्थडेकै दिन चाहिँ लड्नु नपरोस्। झन्डै गयो। सो बहिनीहरू माथि कलेजको त्यहाँ भेट हुन्छ, त्यहाँसम्म चाहिँ योगेन कुलेको गाडीमा छ। के छिटो कुद्यो केटाहरू, कसरी जानाहरू? को बहिनी? फोन गर्न, फोन गर्न। साह्रो पर्छ तँलाई? सो यो जाने भयो मसँग, के छ भन्नुपर्ने? के भन्नु? यसको तेरो यही हाल्नु पऱ्यो नि, यसको डल्लै। यता चाहिँ मेरो बाबा हो। के छ हालखबर? ठिकै छ। ठिकै छ। बाबा जाँदैछ कुले, यहाँ बहिनी भाइ र दुईजना अझै आउँदैछ। 30बाट उकालो जाँदैछ होइन। अब बजार निक्लेर तेल तल किताबमा लाउने भनेको छ है, किताबमा पुगेर भेटौँ होइन। हामी यहाँ आइपुगेछ। यो जग्गाको नाम के भयो? जग्गाको नाम मिक्खोला। माथि लेखेको छ नि। मिक्खोला आइपुगेछ। दुइटामै तेल हाल्दैछ है, दुइटै फुल गरेको। मेरो 356 को पसेको छ, यसको गएको छ। यसले बोलेको त यसले मात्रै सुन्यो होला। Hello guys, we are going to Triveni. अब चाहिँ ठिक छ। सो चाल पायो हामी कता गएको भनेर। कहाँ गएको अरे बाबा? कहाँ गएको? त्रिवेदी। किन गएको? किन? पूजा गर्नु। पूजा गर्नु मात्रै? किन गएको? यो फोटो खिच्नु लागि मात्रै। ओ बहिनी, तिमीहरू पनि घुम्नु मात्रै है? यतिको छ नि अरू? हाइस, यो चाहिँ मैले लिएर आएको। यो पनि फर्स्ट टाइम गएको अरे नि त। सो हामी यहाँबाट हिँड्यौँ होइन। यहाँ पनि क्यान्टिन खोलेको रहेछ त। सो डाइरेक्ट तल त्रिवेणी गएर भेटौँ है, किनभने हामी यहाँ चिया खानु रोकेको छ है। अरू पनि आउँदैछ। हुन्छ कि हुन्छ, आफ्नै जग्गा हो। मजा आउँदैछ? किन झार्दिएको अन्त? यहाँ चिया खानु रोकेको छ हामी सबै। दुईजना यहाँ आउँदैछ।
एउटा यहाँ छ योगिन के खाइस् खाँदैन हजुर के भन्नुभयो एउटा यहाँ छ मजा आउँदैछ के भयो अरे अघि के भन्दै थिइस् भन्न अन्त क्यामेरा अन हुने थियो अहिले भन्छु भन्छ कहाँ हुन्छ होइन के भयो अरे नेपालीमा हामीले चिया खानुको लागि बसेको थियौँ किनभने हामीले बिहान केही नखाइ हिँडेको थियौँ तबसम्म हामी चिया खान्छ ल अब भरे भेटौँ न आँट्यो है किनभने चिया खाजा खानेको अलिकति उता मात्रै थियो मन्दिरहरू टायर पो चिप्टिँदैछ त आइपुग्ने बेलामा सो हामी मन्दिर आइपुग्यौँ यो टर्निङ सक्ने बित्तिकै मन्दिरको गेट हामी मन्दिर आइपुगेको छ दुईजना यहाँ घन्टी बजाउँदैछ दुईजना यहाँ भिडियोको लागि रेडी हुँदैछ यहाँ दुईजना छ यहाँ छ मन्दिरको नाम सो यहाँबाट तल जाने हो फेरि बजाऊ मन्दिर झर्दैछ हामी यहाँ तल छ मन्दिर चाहिँ कता छ यहाँ तल छ तल पुगेर है भिडियो सिडियो गरिन्छ होइन पूजा गरेको यो चाहिँ मेरो बहिनी होइन यता पछि बाबा आउँदैछ के छ भन्नुपर्ने होइन यता यो कि यता उसले फोनमा बोल्दैछ है सो तल गएर एक दुईवटा भिडियो गरिन्छ फर्स्ट हामी खोला जाँदैछ खोला जानु लागि यो बाटो रहेछ अलिक अप्ठ्यारो रहेछ सो तल खोलामा गएर होइन पूजा गर्नुपर्ने पूजा त गर्दैन रम एकछिन खोला पुगेर यहाँ माथि मन्दिरमा पूजा गरेर त्यहाँदेखि फेरि उकालो घर जानेछ है अगाडि चाहिँ जाँदैछ यहाँनिर बाटो चाहिँ यस्तै चाहिँ भन्दै लडेको छ एकजना यहाँ चाहिँ त्रिवेणी छ होइन यहीँ हो त्रिवेणी उता चाहिँ बेङ्गाल साइड हो यो जुन चाहिँ क्याम्पहरू देख्नुहुँदैछ यो सबै बेङ्गाल साइड हो होइन यहाँदेखि यता हामी आएको चाहिँ सिक्किम साइड होइन अन्त खोलाको कलर पनि यसरी छुट्टिएको छ तल गएर देखाउँछु तपाईँहरूलाई हामी आइपुग्यो यहाँनिर दुईवटा एउटा थाकेर यहाँ तलस भइरहेको छ अरू आउँदैछ कता चाहिँ परेछ सब यहाँ पूजा गरेर हामी पनि हिँड्नेछ गर्नु चाहिँ यहाँ माथि जानुपर्ने अरे हो चाहिँ हिँड्दैछ बाबा आउँदैछ यहाँ योगिन आउँदैछ अरू पूजा नगर्ने हो क्या सो माथि पूजा गर्दै गरेको भिडियो गरिन्छ है त्रिवेणी कालकिनी माता रानीको शिला अब यहाँ चाहिँ यो ढोकाहरू राखिएको छ फुलहरू यो चाहिँ महारानी बुढीबाबुको शिला र यहाँ छेउमा चाहिँ वासुकीनाथ तीनवटा कुराहरू त्रिवेणी भने पछाडि सृष्टि स्थानमा तीनवटै देवी देवताको वास पछाडि के रहस्य होला एउटा शोचनीय विषय हो र एउटा गहिरो विषय हो र अर्को कुरा यो त्रिवेणी कालकिनी माताको जो शिला छ यो बाइपङ्खी घोडा यो हल्का चेकिएको छ बाइपङ्खी घोडा शिला उस भएको माता रानी त्रिवेणी कालकिनीमा बाइपङ्खी घोडामा सवार हुनुहुन्छ र माताको नाम कालकिनी त्रिवेणी कालकिनी माई मन्दिर भनिन्छ यहाँ हरेक भक्तजनहरूले भाकल राख्नुहुन्छ
त्यो मनोकामनाहरू सिद्धि हुन्छ। आह्वानं न जानामि न जानामि तवार्चनं पूजां च यो न जानामि क्षम्यतां जगदीश्वरी मन्त्रैणं विधिनां जपैनं सुरेश्वरी यत पूजित मया देवी। ओम पुण्डरीकाक्ष पछिको लागि भनौँ न। अब जस्तो अहिले हाम्रा पुस्ताहरूले हेर्नुहोस् त ढिकी भन्दा के हो ढिकी भन्छ जातो हो नि त्यो भन्छन् नि। अब भोलि गएर यसरी नै हाम्रा एउटा विकाससँगै विकृति पनि आइराखेको छ। यहाँ पूजा गरिसकेर सबै थकेर बसिरहेको छ। मजा आयो पूजा गर्नु? कति बोल्नु पनि पर्छ हौ, मुखले होइन। तँलाई बस्नु मजा आउँदैछ? अगाइ गएको थियो के छ है। सो आज यो भिडियो म यहीँसम्म राख्दैछु है। मन पर्यो भनेको सेयर लाइक गरिदिनुहोस् होइन, एउटा कमेन्ट गरिदिनुहोस्। त्यो एउटा कमेन्टले पनि मलाई निकै हेल्प हुनेछ है।